दर्शकवृन्द नमस्कार। के तपाईले कहिले सपनामा जंगल देख्नु भएको छ? कहिले हरियो जंगल, कहिले डरलाग्दो अँध्यारो जंगल, कहिले जंगली जनावरले लखेटेको त कहिले बाटो नै बिर्सिएको, जंगलमा खोला नाला घाँस दाउरा गरेको आदि इत्यादि इत्यादि। तर प्रश्न के हो भने यी सपना सामान्य हुन् कि भविष्यको संकेत? आजको यस भिडियोमा सपनामा जंगल देख्दा कस्ता फलहरू मिल्छन् त भन्ने विषयमा चर्चा गरौँ, किनकि तपाईले देख्नु भएको जंगल सम्बन्धी सपना तपाईको जीवनसँग गहिरो रूपमा जोडिएको पनि हुन सक्छ। दर्शकवृन्द, सपनामा जंगल देख्नुको सामान्य अर्थ भनेको मनको अवस्था, जीवनको दिशा, डर, अवसर र आत्मखोजको संकेत हो। अब आउनुहोस् एक एक गरेर बुझौं। नम्बर 1, सपनामा जंगलमा हिँडिरहेको देख्नु। यदि तपाईले सपनामा जंगलमा हिँडिरहेको देख्नुहुन्छ भने तपाई कुनै पनि नयाँ योजना, नयाँ काम वा नयाँ बिजनेस व्यापारको बारेमा सोच्दै हुनुहुन्छ अथवा निकट भविष्यमा तपाईले कुनै नयाँ कामको सुरुवाती गर्दै हुनुहुन्छ भन्ने संकेत यसले गर्दछ। सपनामा जंगलमा दौडेको देख्नु। यदि तपाई सपनामा जंगलमा दौडिदै गरेको अवस्थामा देख्नुभयो भने तपाई आफ्नो लक्ष्यप्रति उत्साहित भएर लागिरहनु भएको छ भन्ने संकेत यसले गर्दछ। सपनामा जंगलबाट भागेको देख्नु। यदि तपाईं सपनामा जंगलबाट भागिरहेको देख्नुहुन्छ भने तपाईको जीवनमा कुनै समस्याहरू चलिरहेका छन्, कुनै चीजबाट असुरक्षित महसुस गरिरहनु भएको छ र तपाईको मनमा भएको अथवा जीवनमा भएको समस्या वा डरबाट तपाई भाग्दै हुनुहुन्छ भन्ने संकेत यसले गर्दछ। त्यसैले तपाईले आफ्नो जीवनमा आएका समस्या वा चुनौतीसँग सामना गर्नु उचित हुन्छ। जंगली जनावरले लखेटेको देख्नु। यदि तपाईले सपनामा जंगली जनावरले लखेटेको देख्नु भएको छ भने तपाईको मनभित्र डर दबिएको छ, तपाईको जीवनमा शत्रुहरू आइलागेका छन् वा तपाईको दैनिकीमा तपाईले मानसिक तनाव खेपिरहनु भएको छ भन्ने संकेत यसले गर्दछ। यदि तपाईको सपनामा जंगलमा जंगली जनावरले लखाटिरहेको छ भने तपाईलाई मानसिक वा आत्मिक शान्ति आवश्यक परेको छ भन्ने यसले संकेत गर्दछ। कृपया आत्मिक सन्तुष्टि र मन शान्त गर्नतर्फ लाग्नुहोला। यदि तपाईले सपनामा जंगलमा एक्लै आफूलाई देख्नुभयो भने यसले कस्तो संकेत गर्दछ त? यदि तपाईले सपनामा जंगलमा आफू एक्लै भएको अवस्थामा देख्नु भएको छ भने तपाईलाई एकान्त चाहिरहेको छ भन्ने संकेत यसले गर्दछ। तपाई आफ्नो काम, आफ्नो दैनिकी अथवा आफ्नो जीवनशैलीबाट अलिकति बाहिर निस्केर शान्ति, आत्मचिन्तन, आत्मकेन्द्रित अथवा एकान्त हुन चाहिरहनु भएको छ भन्ने यसले संकेत गर्दछ। यदि तपाईले जंगलमा एक्लै आफूलाई देख्नुभयो र तपाई शान्त अवस्थामा हुनुहुन्छ भने तपाईलाई ब्रह्म ज्ञान अथवा आत्मज्ञान बोध हुने, त्यसैगरी तपाईले देख्नु भएको सपनामा तपाई जंगलमा परिचित वा अपरिचित मान्छेसँग हुनुहुन्छ भने यसले तपाईको सम्बन्धको संकेत गर्दछ। यदि तपाई परिचित मानिससँग सुरक्षित महसुस गरेर हिँडिरहनु भएको छ अथवा तपाईले देख्नु भएको सपनामा तपाईसँग परिचित मान्छेहरू तपाईको वरिपरि देख्नु भएको छ भने यसले तपाईको सम्बन्धमा सकारात्मक सुधार ल्याउने, तपाईका सम्बन्धहरूबाट तपाईलाई फाइदा हुने संकेत गर्दछ भने यदि अपरिचित मान्छेहरूसँग तपाई जंगलमा असुरक्षित महसुस गरिरहनु भएको थियो भने यसले तपाईको सम्बन्धमा थोरै विग्रह ल्याउन सक्ने संकेत गर्दछ। त्यसैले धोका हुन सक्ने ठाउँहरूमा विशेष ध्यान दिनुहोला। यदि तपाईले जंगलमा खोला देख्नु भएको छ भने यस्तो सपनालाई भने शुभ सपना मानिन्छ। जंगलमा संग्लो खोला बगिरहेको देख्नुहुन्छ भने तपाईको जीवनमा भावनाहरू बगिरहेको अवस्थामा छन्, सकारात्मक ऊर्जाहरू आइरहेका छन् भन्ने संकेत यसले गर्दछ। तर तपाईले जंगलमा धमिलो खोला देख्नु भएको छ भने कृपया भावनामा नबग्नुहोला। तपाईले कुनै पनि कार्य शुभारम्भ गर्दै हुनुहुन्छ भने सोच विचार गरेर मात्र गर्नुहोला। विश्वास गर्न आँट्नु भएको पात्रलाई विशेष अध्ययन गरेर मात्र विश्वास गर्नुहोला। जंगलमा आगो लागि भएको देख्नु। यदि तपाईले देख्नु भएको सपनामा जंगलमा आगो लागि भइरहेको छ भने यसले तपाईको जीवनमा रिस, परिवर्तन अथवा ठूलो उलटफेर हुन सक्ने संकेत गर्दछ। जंगलमा आगो लागि भइरहेको थियो र त्यस आगो लागिले तपाईलाई पीडा महसुस गराइरहेको थियो भने तपाईको जीवनमा रिस थपिने, नकारात्मक परिवर्तनहरू हुने र ठूलो उलटफेर हुन सक्छ। तपाईको जीवनमा कुनै क्षतिको सम्भावना हुनेछ भनेर स्वप्नशास्त्रमा जनाइएको छ। तर तपाईले देख्नु भएको आगो लागिले तपाईलाई कुनै पनि हानि गरेको थिएन। तपाई आगो लागिदेखि अत्तालिरहनु भएको थिएन। तपाई शान्त अवस्थामा हुनुहुन्थ्यो भने यसले तपाईको जीवनमा क्षति आउन सक्छ, तर क्षति आउनु पूर्व नै तपाईले त्यसको पूर्वानुमान गरेर त्यस क्षतिलाई निर्मूल गर्नुहुनेछ भन्ने संकेत यसले गर्दछ।
जङ्गलमा बाटो बिर्सिनु। यदि तपाईँले देख्नुभएको सपनामा तपाईँ जङ्गलमा हुनुहुन्छ र जङ्गलमा बाटो बिर्सिनु भयो, दिशा भुल्नुभयो भने तपाईँले लिने निर्णयहरूले तपाईँलाई गलत परिणाम दिन सक्नेछन् अथवा तपाईँको जीवनमा भ्रमहरू सिर्जना हुनेछ, तनावहरू सिर्जना हुनेछ भन्ने सङ्केत यसले गर्दछ। त्यसैले नयाँ काम थालनी गर्दै हुनुहुन्छ भने पुनः सोचविचार गर्ने मौकाको फाइदा अवश्य उठाउनुहोला। यदि तपाईँले सपनामा जङ्गलमा वनभोज गरिरहेको देख्नु भएको छ भने यसले तपाईँको जीवनमा खुसी थप्ने, सम्बन्धहरूमा सुधार हुने, साथीभाइसँग भातृत्व बढ्ने, तपाईँले आँट्नु भएको काममा सफलता प्राप्त गर्नुहुनेछ भन्ने सङ्केत यसले गर्दछ। तपाईँले जङ्गलमा यदि वनभोज गरेको देख्नु भएको छ भने तपाईँको सामाजिक जीवन राम्रो हुनेछ। समाजमा यश, जस, कृति, इज्जत प्राप्त हुनेछ भनी स्वप्नशास्त्रमा जनाइएको छ। दर्शकवृन्द, यी थिए विशेष अवस्थाका सपनाहरू। फरक फरक अवस्थामा देखिएका सपनाले फरक फरक फल दिने भएकाले तपाईँले कस्तो अवस्थामा सपनामा जङ्गल देख्नु भएको थियो कृपया कमेन्ट गर्नुहोला। हामी कमेन्ट रिप्लाई गरी तपाईँहरूको जिज्ञासा मेट्ने कोसिस अवश्य गर्ने नै छौँ। अब जाउँ बुँदागत थप सपनाका सङ्केतहरू। नम्बर 1, यदि हरियो जङ्गल देखेमा तपाईँको जीवनमा समृद्धि, आशा पलाउने। नम्बर 2, सुकेको जङ्गल देखेमा निराशा, ऊर्जामा कमी हुने। नम्बर 3, फुल फुलेको जङ्गल देखे सफलता, प्रेम आदि बढ्ने। नम्बर 4, रुख काटेको देखेमा तपाईँले जिन्दगीमा गलत निर्णय गर्नुहुने। नम्बर 5, घाँस काटेको देख्नुले तपाईँको जीवनमा सानातिना फाइदाहरू प्राप्त हुने। नम्बर 6, दाउरा बोकेको देखेमा तपाईँले मेहनतको फल प्राप्त गर्दै हुनुहुन्छ भन्ने सङ्केत यसले गर्दछ। नम्बर 7, जङ्गलमा ध्यान गरेको देख्नुलाई अत्यन्तै शुभ सपना मानिन्छ। यदि तपाईँले जङ्गलमा ध्यान गरेको देख्नुहुन्छ भने तपाईँको आध्यात्मिक उन्नति हुने, मनमा शान्ति छाउने सङ्केत यसले गर्दछ। दर्शकवृन्द, सपना भविष्य त होइन तर भविष्यको सङ्केत अवश्य हो। सपनाले तपाईँलाई डर होइन दिशा देखाउँछ। यदि तपाईँले हालै जङ्गल सम्बन्धी सपना देख्नु भएको छ भने डराउनु पर्दैन। कृपया कमेन्टमा लेखी पठाउनुहोला। सपनामा राम्रो नराम्रो जस्तो देख्नु भएको भए तापनि भगवान श्री पाथिभारा माताले तपाईँहरूलाई आशीर्वाद दिनुहुनेछ भनी हामी कामना गर्ने नै छौँ। यहाँहरूलाई भिडियो कस्तो लाग्यो? यदि भिडियो मन परे भिडियोलाई लाइक गरी हाम्रो मेहनतको कदर स्वरूप कमेन्टमा ओम श्री पाथिभारा लेखिदिनुहोला। र यस्तै थप सपनाका अपडेटका लागि तपाईँ हाम्रो यस युट्युब च्यानल ड्रिम एस्ट्रोलोजी एन्ड साइन्सलाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला। यहाँको बाँकी समय शुभ रहोस्। धन्यवाद। नमस्कारम।